सरकारको अर्को बोल्ड काम, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनको पत्नी आरजु देउवालाई पक्राउ पूर्जी जारी गरिएको छ। जिल्ला अदालत काठमाडौँले उनलाई गैर कानूनी सम्पत्ति आर्जनको अभियोगमा पक्राउ पूर्जी जारी गरेको छ। सम्पत्ति शुद्धिकरण आयोगको अनुसन्धानमा उनलाई दोषी ठहर करार गरिएको छ र हाल देउवा दम्पति देश बाहिर हुनुहुन्छ, विदेशमा हुनुहुन्छ। प्रहरीको जानकारी अनुसार इन्टरपोललाई खबर गरेर रेड अलर्ट जारी गरेर भए नि समात्ने तयारी प्रहरीको रहेको छ। प्रारम्भिक अनुसन्धानमा देउवाको सम्पत्ति 40 अर्ब भन्दा माथि नागिसकेपछि सम्पत्ति शुद्धिकरण आयोगले गैर कानूनी रूपमा उहाँको सम्पत्ति आर्जन भएको भन्ने पुष्टि भइसकेपछि जिल्ला अदालत काठमाडौँमा पक्राउ पूर्जीको लागि आफ्नो दाबी पेश गरेको थियो। अब हेरौं देउवालाई समात्न साथ, प्रहरीले समात्न साथ देउवालाई कुन रोग लाग्ने रहेछ। यहाँ चाहिँ भिआइपीहरूलाई समात्न साथ एउटा न एउटा रोग लागि नै हाल्छ हैन। अब देउवा र देउवा दम्पतिलाई कुनै न कुनै रोग लाग्नेवाला छ। ए गाइज, बालेन सरकार र सुदन गुरुङ, गृहमन्त्री सुदन गुरुङलाई धेरै धेरै धन्यवाद। यिनीहरूकै पैसा क्या, यिनीहरूकै भ्रष्टाचार गरे पैसाले देश बनाउनु पुग्छ गाइज। थ्याङ्क यू।